हेलो बुवा, नमस्कार। नमस्कार प्रणाम। कहाँ हुनुहुन्छ अहिले तपाईँ? म रायपुरको रेल स्टेसनमा। कहाँ गएर आउनुभयो? म गरियाबन्धको 27 दिन बसेर म हजुर। आजको प्रस्थानमा रेल स्टेसन रायपुर आइएर रेलको प्रतीक्षा गर्दैछु। हजुर। सत्सङ्ग एटेन्ड गरेर आउनुभयो? सरसम पुरा सरसम ध्यान गरेर गुरुदेवलाई राम्रो प्रवचनहरू सुनेर सरसम सुनेर राम्रो ध्यान गरेर मलाई पुगेको आँटेको सब पुग्ने गरेर मलाई सब पुग्ने गरेर मेरो सरसम सुन्नमा बहुत मजा आयो। त्यसैमा म खुसी छु। कस्तो लाग्यो तपाईँलाई? कस्तो अनुभव भइरहेको छ सत्सङ्ग? मलाई सरसम भन्ने भगवान् भन्ने मेरो भगवान् भन्ने छँदै छैनन्। भगवान् भन्ने मै हो। मै नै भगवान् जस्तो लाग्छ। अनि भगवान् र माया भन्ने पनि एउटै जस्तो लाग्छ। माया भगवान् लडाइँ पनि हुन्छ, मिल्छन् पनि। माया भन्ने पनि एकदम मलाई राम्रो लाग्यो। भगवान् भन्ने पनि मह्युम भन्ने सबभन्दा मह्युम भगवान् भन्ने नि मह्युम भन्ने मलाई यो राम्रो लाग्यो। अर्को राम 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 जप्नु एकदम भगवान्को प्रतीक्षा गर्नु एकदम राम्रो, धेरै धेरै राम्रो लाग्यो मलाई। यसैमा खुसी छु। आज 27 दिनमा म यहाँ रेल स्टेसनमा आएर बसेको छु। अनि अब तपाईँलाई चाहिँ अरू तीर्थयात्राहरू जानुपर्ने, अरू यताउता गर्नुपर्ने त्यस्तो गर्नुपर्छ के छ अब? अब मलाई सरसम यताउता तीर्थयात्रा त अब मौका चाहनाले गए मात्रै, नत्र भने यहाँ आइसकेपछि कहीँ जान पर्दैन भन्ने कुरा महसुस गरेको छु मैले। तपाईँ सन्तुष्ट हुनुहुन्छ? एकदम सन्तुष्ट छ म। अब मेरो ध्यानै गुरुतिर छ, अन्त छैन मेरो। अब तपाईँ नेपाल फर्केपछि, घर फर्केपछि तपाईँको जीवन कस्तो हुन्छ त अब? मेरो जीवन अब मन यो चञ्चल नगर्ने, एक ध्यानपूर्वक गुरु सम्झने, मौका मिले राम राम बज्ने, अब बत्ती धुप बत्तीहरू गर्ने, भगवानै मात्रै सम्झिने, भगवान् मह्युम भन्ने, मेरै आत्मा हो भन्ने, त्यस्तो किसिमले जप्दै बस्दै गर्ने हो। अरूभन्दा रिल्याक्स गर्ने हो। रिल्याक्स गरेर बस्ने हो। हस् ल, क्यामेराम्यानमा चाहिँ म छोरा हो।